यो संसार बनाएको भनेको तपाईँको वेस्टर्न कन्ट्रीहरू। जब हामीहरू जतिखेर विकास आविष्कारको एउटा जनकको रूपमा एउटा वेस्टर्न कन्ट्रीहरूले जुन किसिमको खोज अनुसन्धानलाई ऱ्यापिडली आफ्नो जीवनको एउटा लाइफ रूपमा जुन अगाडि बढिरहेको थियो भने त्यतिखेर हाम्रो धर्म संस्कृतिहरूमा हामी रमाइरहेको थियो। उनीहरूको लामो खोज अनुसन्धानपछि मात्रै आज हामीले विश्वमा यो परिवर्तनहरू हाम्रो जीवन स्तरमा एउटा सहज हुनुको कारण पनि वेस्टर्न कन्ट्रीहरूको एउटा देन छ। हामीले वेस्टर्न कन्ट्रीहरूलाई एउटा बोन अफ गड पनि भन्न सक्छौँ, किनभने यो संसारमा जति पनि आविष्कारहरू भएको छ ती सबै आविष्कारहरू यी वेस्टर्न कन्ट्रीहरूको एउटा योगदान हो, बोन अफ गड भन्दा पनि छ। त्यसकारण पनि हामीले वेस्टर्न कन्ट्रीहरूको जहिले पनि सम्मान गर्नुपर्छ। त्यसकारण मैले पटक पटक वेस्टर्न कन्ट्रीहरूलाई सम्मान गर्नुको कारण त्यही भयो, किन विश्व उनीहरूले बनाएको हरेक चिजको आविष्कार उनीहरूबाट भएको। आज हाम्रो मानव जीवनलाई एउटा सरल सहज बनाउनको सम्भव हुनुको कारण पनि ती वेस्टर्न कन्ट्रीहरूको कारणले गर्दा हो। त्यसकारण हामीले वेस्टर्न कन्ट्रीको कहिले पनि क्रिटिसाइज गर्नुहुँदैन। आज ह्युमन राइट्स सबभन्दा बेसी हाई रेन्जमा ती वेस्टर्न कन्ट्रीहरूमा छ, चाहे संयुक्त राज्य अमेरिका होस्, क्यानाडा होस्, युके होस्, बेलायत होस्, युरोप होस्, न्युजिल्यान्ड होस्, यी सबैहरूमा हाई रेन्जको एउटा ह्युमन राइट्स छ। विश्वभरिको इमिग्रेसनहरूको पिपुलहरू पनि त्यही कन्ट्रीहरूमा छ हो। त्यसकारण पनि हामीले वेस्टर्न कन्ट्रीहरूलाई जहिले सम्मान गर्नुपर्छ। हामीले एउटा वर्ल्डको क्यापिटल अफ दि वर्ल्ड पनि भनेर भन्छ। आज यो विश्वमा जति पनि तपाईँको जुन परिवर्तनहरू भएको छ, जति पनि आविष्कारहरू भएको छ, आज जति पनि आज एआई युगदेखि लिएर आज हामीले यी मोबाइलहरूदेखि लिएर जति पनि इलेक्ट्रिक सामानहरूदेखि लिएर आज हवाई जहाजदेखि लिएर रेलहरूदेखि लिएर यातायातका सञ्चारदेखि लिएर सबै आविष्कारको जननीको रूपमा पिताको रूपमा हामीले वेस्टर्न कन्ट्रीहरूलाई लिन सक्छौँ, किनभने उनीहरू खोजमा आफ्नो समय एकदम व्यतीत गरे। जबकि हाम्रो त्यो समयमा हामीहरू जहिले पनि हामीले आफ्नो धर्ममा लडिरहेको हुन्छौँ, जातमा लडिरहेको हुन्छौँ, संस्कारमा लडिरहेको हुन्थ्यौँ। हामीले कहिले पनि हाम्रो पनि ब्रेन युज गरेर विकास गर्छौँ भने हामी त्यो कहिले पनि त्यतातिर चिन्तित गर्छौँ। आज उनीहरूले गरेका जति पनि आविष्कारहरू हामीले हामीले ती प्रयोग गरिरहेको, तर हामीले पनि हाम्रो पनि एउटा विश्वमा एउटा मानवको रूपमा एउटा अनुवाद लिएर जब जन्म्यौँ तब हामीले पनि यो विश्वलाई एउटा परिवर्तनको संवादको रूपमा हामीले पनि एउटा विश्वलाई केही योगदान दिनुपर्छ भनेर त्यो हामीले कहिले पनि कल्पना गर्न सोचिने पनि। अहिलेको अवस्था पनि 21औं शताब्दीमा हामी त्यही किसिमको चिन्तन गर्छौँ। अहिले हाम्रो जातको नाममा लडिरहेका छौँ, जातिको नाममा लडिरहेका छौँ, धर्मको नाममा लडिरहेका छौँ, हामीले संस्कारको नाममा लडिरहेका छौँ, तर हामीले एआईको कम्पिटिसनको रूपमा लडिरहेका छैनौँ। हामीले प्रविधिको लागि हामीले लडिरहेका छैनौँ, हामीले परिवर्तनको लागि लडिरहेका छौँ। त्यसकारण पनि हाम्रो पछाडि पर्नुको कारण त्यही हो। आज हाम्रो विश्वको एउटा श्रमिकको रूप देशको रूपमा एउटा थर्ड वर्ल्ड कन्ट्रीको रूपमा चिनिन्छौँ नि त। आज वेस्टर्न कन्ट्रीहरू हाम्रो पहिलो प्रायोरिटीको रूपमा हाम्रो ड्रिम्स हुन्छ आज, तर हामीले आफ्नै देश बनाउनु पर्छ भने हामीले कहिले पनि सोच्दैनौँ। हामीले आज आफ्नै देशमा बस्न चाहँदैन। यो के कारणले अवस्था हो, किनभने जबसम्म मान्छेको चेतनामा वृद्धि हुँदैन, जबसम्म हामीले सोच एउटा हाम्रो चिन्तन परिवर्तन गर्दैनौँ, भिजनरी एउटा माइन्ड लिएर हामी तबसम्म यो विश्वमा कुनै पनि देश छ ती देशले परिवर्तन गर्न सक्दैन। किनभने विश्वको एउटा कम्पिटिसन सँगसँगै 21औं सेन्चुरीमा हिँड्न छ भने हामीले पनि आफूलाई एउटा परिवर्तन गर्नुपर्छ। आज चीनले आफूलाई परिवर्तन गरेर विश्वको एउटा शक्ति राष्ट्र, एउटा विश्वको एआई युग, एउटा प्रविधि टेक्नोलोजीको युगमा एउटा विश्वको बजारको रूपमा, एउटा विश्वको ट्रेडरको रूपमा आफूलाई परिवर्तनको रूपमा आज विश्व सामु आफूलाई स्थापित गरेको छ। आज विश्वले चिनका जनतालाई मान्छ। आज विश्वले चिनलाई आज एउटा आकर्षक केन्द्रको रूपमा, एउटा ल्यान्ड अफ अपर्च्युनिटीको रूपमा लिन्छ। तर दक्षिण एसिया थर्ड वर्ल्ड भनेर किन आज विश्वले आज हामीलाई क्रिटिसाइज गर्छ, जबकि त्यो चिन पनि हिजो 20 वर्ष अगाडि थर्ड कन्ट्रीको रूपमा चिनिँदा आज फर्स्ट वर्ल्डको रूपमा आज चिनिरहेको छ। हामीले पछाडि पऱ्यो, हामीले किन आज चुक्यौँ त्यो चिन्तन मनन हामीले कहिले गरेछ। हामीले जहिले पनि कुसंस्कारको रूढिवादी एउटा त्यो जुन एउटा भ्रष्टाचार सरकार, एउटा गभर्मेन्ट जुन एउटा कुनै नलेजै छैन, उनीहरू कुनै भिजनरी छैन, त्यस्ता के अरे सरकारको त्यसरी राजनीतिक दलहरूको पछाडि लागेर हिँडिरहेको छौँ। त्यस्तै जुन एउटा लठुरेहरूको पछाडि लागेर हिँडेर आज हाम्रो विकासमा पछाडि पर्ने कारण। त्यसैले जबसम्म हामीले आफ्नो चिन्तन मनन गरेर चेन्ज गरेर तबसम्म हामी पर्दैन। वेस्टर्न कन्ट्रीहरूको जहिले पनि भिजन लेभल अगाडि हुन्छ, उनीहरूको ह्युमन राइट्स हुन्छ, हरेक चिज एउटा लमा हुन्छ उनीहरूलाई अलिकति पनि कुनै पनि त्यहाँको गभर्मेन्टले कुनै पनि एउटा क्रिटिसाइज आलोचना गर्दैन, पब्लिक उनीहरूले रिजाइन गर्ने त्यति उनीहरू रेस्पेक्टेबल हुन्छ। उनीहरूको एउटा आत्मसम्मानको त्यति उनीहरू आफूलाई सम्मान गर्छ, त्यति उनीहरूले आफूलाई त्यो अवस्थामा। तर हाम्रो जतिसुकै तपाईँ गाली गर्नु, जतिसुकै क्रिटिसाइज गर्नु, जतिसुकै आलोचना गर्नु, जतिसुकै तिरस्कार गर्नु, त्यति उनीहरू जुन तिनीहरूको जिन्दगी भनेको त्यही सरकारमा बसिराख्ने राजनीतिक दलमा उनीहरूको पेसा भइसक्यो एउटा राजनीति भन्ने। उनीहरूले आफूलाई कहिले पनि परिवर्तन त्यो अवस्था। त्यसकारण हामीले वेस्टर्न कन्ट्री जस्तो थिङ्किङ गरेर आज हामीले आफ्नो देश